So hello everyone. आज चाहिँ हामी कुरा गर्नेवाला छौँ मैले कसरी घरको कान्छो छोरो लेखेँ. सो घरको कान्छो छोरोको ब्याक स्टोरी भन्दा पनि हामी चाहिँ मैले एभ्री लाइन्स एभ्री भर्सहरू चाहिँ कसरी लेखेँ भन्ने बारे चाहिँ विल टक आउट यो भिडियोमा. सो बेसिकली घरको कान्छो छोरोको कुरा गर्नुपर्दा चाहिँ इट्स अ सङ जुन चाहिँ घरको कान्छो छोरो मात्र नभएर टु एभ्रीवन जो चाहिँ यो फेजबाट जानुभएको छ उहाँहरूको लागि हो जस्तो लाग्छ मलाई चाहिँ. र अब कुरा गर्नुपर्दा हाम्रो फर्स्ट भर्सको जुन चाहिँ यस्तो छ के सही हो के गलत कुन बाटो सही कुन सहज आइपुग्यो कस्तो मोडमा जिन्दगीको. सो यो लाइन चाहिँ मैले कसरी लेखेको थिएँ भन्दाखेरि जब लाइफमा केही सोचे जस्तो गइ नै रहेको थिएन, लाइफमा जब चाहेको जस्तो भइ नै रहेको थिएन, तब चाहिँ मलाई चाहिँ एकदम रेसिङ थट्सहरू आइरहन्थ्यो. अनि के गर्दा हुन्छ के गर्दा हुँदैन भन्ने थट्सहरूले चाहिँ एकदम बोदर गरेर हुन्थ्यो. र लाइफको त्यो टर्निङ पोइन्टमा आएर उभिएको जस्तो लाग्थ्यो, आफूलाई चाहिँ फिल हुन्थ्यो. अनि त्यही बेला त्यही मोमेन्टलाई सम्झेर चाहिँ मैले यो लाइन लेखेको थिएँ. अनि अब आयो अर्को लाइन. सकिरा छैन बाँच्न आजमा मस्तिष्क मेरो कल्पी बस बारे अतीत अनि भोलिको. सो मेरो लाइफमा चाहिँ पहिला एउटा इन्सिडेन्ट भएको थियो र त्यो इन्सिडेन्ट पछि चाहिँ आई थिङ्क लाइफ त्यस्तै रहेन जस्तो लाग्छ मलाई चाहिँ. कहिलेकाहीँ त्यही मोमेन्ट्सबारे चाहिँ गइरहन्थ्यो मेरो माइन्ड. अनि कहिलेकाहीँ भोलिको बारे सोचेर चाहिँ आतिरहन्थ्यो यो मेरो मन. र सायद आई थिङ्क त्यति बेला चाहिँ म त्यही प्रेजेन्टमा त्यही मोमेन्टमा चाहिँ आफूलाई फाइन्ड गर्दिनँ थिएँ, गाह्रो हुन्थ्यो. र त्यो मोमेन्टलाई सम्झेर चाहिँ मैले यो लाइन लेखेको थिएँ. र अब आयो हाम्रो कोरस. घरको कान्छो छोरो आफन्त भन्छन् मोरो ले केही गरी खाँदैन. यो लाइन चाहिँ मैले कसरी लेखेको थिएँ भन्दाखेरि मेरो साथी थियो, उसले चाहिँ बाहिर अब्रोडको लागि एप्लाई गरिरहेको थियो. र एप्लाई गरिराख्दाखेरि चाहिँ उसको भिजा आउन चाहिँ धेरै नै टाइम लागिरहेको थियो. र त्यति बेला चाहिँ उसको घरमा चाहिँ आफन्तहरू आउनु भएको थियो र उसलाई चाहिँ यसले केही गरी खाँदैन. अनि मेरो छोरोले यस्तो गरिसक्यो त्यस्तो गरिसक्यो यो भने जाको त्यही हुन्छ. अब यस्तै भनेको थियो र उसले मलाई सेयर गरेको थियो. र त्यही मोमेन्टलाई सम्झेर चाहिँ त्यही मोमेन्टमा आफूलाई राखेर चाहिँ मैले यो लाइन यो कोरस लेखेको हुँ. र अब पालो आयो हाम्रो सेकेन्ड भर्सको. बिहानी साँझ हुँदै बित्दैछ दिनहरू यसै भोलिलाई न आऊ भनिदेऊ आमा बुवाको उमेर ढल्किँदै जाँदैछ आजलाई नजाऊ एकछिन पर्ख भनिदेऊ. सो यो लाइन चाहिँ मैले कसरी लेखेको थिएँ भन्दाखेरि ब्याक देन जब लाइफमा त्यही केही गर्नै सकिरहेको थिएन त्यति बेला चाहिँ सायद मलाई चाहिँ मैले केही गर्नुपर्छ
वाला हुन्थ्यो मलाई भित्रबाट, तर पनि गर्न सकिन्थेन। अनि आफूलाई कोठाभित्रै राख्थेँ, घरबाट प्रायः जस्तो निस्किदिन थिएँ। अनि रुमबाट निस्किँदाखेरि चाहिँ मम ड्याड देख्थेँ। अनि त्यो देख्दा चाहिँ आफूलाई कस्तो अर्कै चिसो खालको अनुभव हुन्थ्यो। अनि ल उहाँहरू त बुढेसकालतिर जाँदै हुनुहुन्छ, मैले केही गरेको छैन। अनि त्यही कुराले बोदर गरेर चाहिँ मैले चाहिँ आई विस्ड कि काश भोलि नआइदिए हुन्थ्यो। आई विस्ड कि काश यो आजमै रोकिदिए हुन्थ्यो। र यसरी नै मैले अर्को लाइन, सपना देख्न नि हुन पर्ने रहेछ रुपैया, गोजीमा भरि भराउ, अनि पो भन्ने रहेछ मस्तिष्कले यो मुटुलाई, लब तिमी नडराउ। यो लाइन चाहिँ मैले कसरी लेखेको थिएँ भन्दाखेरि मेरो फ्यामिलीको फाइनेन्सियल कन्डिसन चाहिँ पहिला त्यति राम्रो थिएन। त्यति राम्रो के भन्यो भने आई थिङ्क 10 मा आई वुड रेट 2-3। मेरो ड्याडी ड्राइभिङ गर्नुहुन्थ्यो, मेरो मम हाउसवाइफ हुनुहुन्थ्यो, अनि मेरो दिदी स्टडी गर्दै हुनुहुन्थ्यो, दाइ पनि स्टडी गर्दै हुनुहुन्थ्यो। अनि फ्यामिलीको त्यति फाइनेन्सियल कन्डिसन चाहिँ स्ट्रङ थिएन। प्लस मेरो दाइ चाहिँ आब्रोड जानुभएको थियो पहिला, र त्यही लोन्सहरू थियो थोरै। अनि त्यो कुराले पनि सायद मलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि, र मेरो मम्मीले चाहिँ मलाई छोरा त पाइलट बन्नुपर्छ है भनेर भन्नुभएको थियो। अनि कसैले मलाई के हो के हो तिम्रो सपना, के भन्छौ तिमी भनेर स्कुलतिर सोद्धाखेरि चाहिँ म पाइलट बन्छु म भनेर भन्थेँ। अनि बिस्तारै ठुलो हुँदै गर्दाखेरि चाहिँ थाहा पाएँ पाइलट बन्न धेरै पैसा लाग्ने रहेछ भनेर। अनि त्यसपछि चाहिँ मैले त्यो कसैले मलाई के भन्छौ त अब भनेर सोद्धाखेरि मैले खै हुन्थ्यो मेरो एन्सर। अनि सायद त्यही मोमेन्टलाई फेरि रिक्रिएट गरेर चाहिँ मैले यो लाइन लेखेको थिएँ। घरको कान्छो छोरो आफन्त भन्छन् मोरो, केही गरी खाँदैन। र अब पालो रहेको छ हाम्रो ब्रिज, हाम्रो आउट्रोको यो लाइन, कसैलाई सकिन बनाउन आफ्नो मैले जति नै प्रयास गरे, अन्त्यमा पाउँछु आफैलाई एक्लै जहिले। यो लाइन चाहिँ मैले त्यही मेरो लाइफमा चाहिँ एउटा इन्सिडेन्ट भएको थियो, जुन चाहिँ कुन थियो भन्दाखेरि कस्तो इन्सिडेन्ट भएको थियो भन्दाखेरि जब मैले एसी दिएर बसेको थिएँ, त्यो 3 मन्थ्सको ग्यापमा चाहिँ घरमा मेरो चाहिँ घरमा चाहिँ एउटा झगडा भएको थियो। कस्तो झगडा भन्दाखेरि
जग्गाको रिलेटेड दाजुभाइ बीच एउटा झगडा भएको थियो अनि त्यसमा चाहिँ हामी घरको दाइ हुनुहुन्थेन दाइ घरमा हुनुहुन्थेन अनि घरमा चाहिँ म मेरो ड्याड मम्मी र दिदी थियौँ अनि आई थिङ्क त्यस्तै स्याटरडेतिर थियो र त्यति बेला चाहिँ एक्कासी त्यो माहौलै अर्को भएर गयो अनि मेरो घर चाहिँ आफन्तहरूले घेरियो मैले र दिदीले चाहिँ मम्मीलाई घरभित्र ढकाल्यो र चुकु लगाइदियौँ मेरो मम्मी चाहिँ अलि उहाँ चाहिँ हाम्रो आफ्नो राइट्सको लागि चाहिँ लड्ने खालको हुनुहुन्छ अनि त्यस्तै भएको थियो त्यति बेला पनि अनि उहाँलाई चाहिँ दिदी र मैले चाहिँ भित्र राखेर चुकु लगाइदियौँ अनि बाहिर ड्याडी हुनुहुन्थ्यो अनि आफन्त नै त हो नि भनेर चाहिँ उ गरिरहेको थिएँ अनि एक्कासी त्यही आफन्तहरूले चाहिँ मेरो ड्याडीलाई पिट्न थालिरहेको थिएँ लाइक दे वेयर बिटिङ माई ड्याड अनि त्यो देखेर चाहिँ मैले केही गर्नै सकिनँ अनि म चाहिँ आफूले भित्रबाट चाहिँ जा केही गर भनेर भनिरहेको थिएँ तर मेरो बडीले चाहिँ केही मोमेन्ट नै दिइरहेको थिएन अनि एकछिनपछि म जसोतसो गरेर त्यहाँ पुगेँ अनि मैले कभर गरेँ मेरो ड्याडलाई अनि उठाएँ ढकालेँ त्यति बेला चाहिँ मलाई के फिल भएको थियो भन्दाखेरि यो आफन्तहरू पनि एउटा नामको मात्रै त रहेछ अनि त्यति बेला चाहिँ मलाई अर्को पनि के फिल भएको थियो भन्दाखेरि मैले त कसैलाई पनि आफ्नो बनाउनै सकेको रहेन रहेछु हामीले त जसले आफ्नो सोचेको थियौँ उनीहरू त खासमा हाम्रो आफ्नो हुँदै होइन रहेछ र यस्तै थट्सहरू आइरहेको थियो माइन्डमा र त्यही मोमेन्टलाई फेरि रिलिभ गरेर चाहिँ मैले आउट्रो यो ब्रिज लेखेको र मलाई लाग्छ आई थिङ्क घरको कान्छो छोरो चाहिँ अलि डिफ्रेन्ट छ मैले अहिलेसम्म रिलिज गरेको सङ्ग्सहरू भन्दा अनि आई थिङ्क माया बाहेकको पनि एउटा कुनै गीत हो जुन मैले लेखेको आशा छ हजुरहरूलाई घरको कान्छो छोरो मन पर्यो होला यदि हजुरहरूले सुन्नु भएको छैन भने अहिले नै मेरो युट्युबमा गएर सुन्न सक्नुहुन्छ घरको कान्छो छोरो टाइप गरेर थ्याङ्क यू